गइरहेको हुनसक्छ के पढ्ने थाहा नभएर झन् टेन्सन भएको अथवा श्रीमानहरूले भनौँ श्रीमानलाई मात्रै नभनौँ अनेक कुराहरूले हामीलाई गाह्रो भइरहेको हुन्छ डे टु डे लाइफमा होइन आफैलाई लिएर पनि गाह्रो भएको हुन्छ आफ्नो रूपलाई लिएर होइन आफूले अब असक्त भएको कुरा जे पनि हुनसक्छ सो हामी चाहिँ यो कुराहरू आज यहाँनिर अलिकति सहज अलिकति आफूलाई तनावमुक्त बनाउनको लागि चाहिँ प्रयास गर्छौँ हुन्छ र सबैजना एकचोटि बस्छौँ पुस्तिका अब एउटा हामी सानो ध्यान जस्तो गर्छौँ त तपाईँहरूले एकचोटि पहिला चाहिँ के मनन गर्नुपर्छ भन्दा यहाँ आउनु अगाडि के सोचेर आउनु भएको थियो के भनिएको थियो मनमा कस्तो थियो होइन गाह्रो अप्ठ्यारो आफूलाई असहज भएको कुराहरू छ नि त्यो कुराहरूले एकचोटि महसुस गर्नु है अब सबैजना एकैछिनमा एकैछिन बस्ने कि हजुर पनि ध्यान गर्नु एकछिन हजुर बस्नु एकैछिन होइन उहाँहरूलाई एकछिन ध्यान गरौँ भनेर क्या ल सबैजना कुर्सीमा हुनुहुन्छ सिधा भएर